भोजपुरको पुरानो माटोलाई सोध्नुस्, जसले पञ्चायतको त्यो अध्यारो काल कोठरीमा एउटा तन्नेरीको यौवन निलेको कथा अझै सुरक्षित राखेको छ। जब चरीको स्वतन्त्रताको गीत गाउँदा जेलको पर्खालभित्र जोगिनु पर्ने समय थियो, तब त्यही पर्खालभित्र एउटा आगोको फिलिङ्गो एक्लै जलिरह्यो, जसको नाम हो अजम्बर राई काङमाल। संघर्षको काँडाघारी र विचलित यात्रामा दुनियाँले उनलाई अस्थिर देख्यो होला, तर त्यो अस्थिरता पदका लागि थिएन, सत्यका लागि थियो। महाकाली सन्धिमा देशको रगत बग्दा होस् या पहिचानको मुद्दा ओझेलमा पर्दा उनले ठूला पार्टीका सुविधाका कुर्सी भन्दा संघर्षको काँडाघारी रोजे। उनी पदका लागि होइन, भोजपुरको स्वाभिमानका लागि पटक पटक विद्रोही बने। बौद्धिकता र सेवाको संगम अजम्बर केवल एक राजनीतिक योद्धा मात्र होइनन्, उनी एक बौद्धिक व्यक्तित्व पनि हुन्। उनले राजनीतिक शास्त्र र समाजशास्त्रमा स्नातकोत्तर MA गर्नुका साथै कानूनमा स्नातक LLB हासिल गरेका छन्। उनको यो शैक्षिक पृष्ठभूमिले उनलाई संसदमा कानून बनाउन र समाजको गहिरो विश्लेषण गर्न सक्ने उम्मेद्वार बनाउँछ। 2072 को भूकम्पमा जब भोजपुरको छाती भत्कियो, तब उनले कुनै पदको प्रतीक्षा गरेनन्। एउटा सच्चा छोरा बनेर उनी नगद राहत बोकी गाउँ गाउँ पुगे। उनी पदमा हुँदा या नहुँदा भोजपुरको दुःखमा सधैँ ढाल बनेर उभिए। किन रोज्ने अजम्बर राई काङमाल? आज 58 वर्षको परिपक्व उमेरमा उनी आफ्ना अनुभव र भिजन सहित भोजपुरको प्रतिनिधित्व गर्न तयार छन्। उनीसँग छ अनुभव, युवा आन्दोलनको नेतृत्वदेखि विभिन्न राजनैतिक दलमा केन्द्रीय जिम्मेवारी सम्हालेको अनुभव, विशेषता, स्पष्ट दृष्टिकोण, नैतिक इमान्दारिता र परिणाममुखी स्वभाव, प्रतिबद्धता, विकास निर्माणका परिकल्पनाकार र सामाजिक सेवामा दत्तचित्त नेतृत्व। भोजपुरको विवेकको परीक्षा यो केवल एउटा चुनाव होइन, यो भोजपुरले आफ्नो सच्चा अकबरी सुन जस्ता छोरालाई चिन्ने बेला हो, जसले जीवनभर भोजपुरको पहिचान र अधिकारका लागि लड्यो। के आज हामी उनलाई न्याय दिन ढिला गर्छौं? भोजपुरको असली पहिचान र विकासका लागि आउनुहोस्। यो पटक तारा चिन्हमा मतदान गरी यो योद्धालाई संसदसम्म पुर्याऊ। अजम्बरको जित नै भोजपुरको असली पहिचान हो।